ल गुड मर्निङ गाइज। हामी चाहिँ अब यहाँ पोखरा बेगनासबाट है त मेरो बुढी यहाँ छ। अब हामी एक राउन्ड घुम्छौँ। यहाँ हेर्नुहोस् त, अलिकति देखेछ तर सही देखेछ है। यो चाहिँ मजाले देखेछ है, सही देखेछ। अलिकति मात्र देखेछ। अब बिस्तारै अलिकति आँखा सफा भयो भने देखिन्छ कि बादलले छेकेको छ, तर राम्रो देखिरहेछ। ल अब हामी यसो घुम्दै बेगनासतिर भित्र छिर्छौँ है। हिमाल चाहिँ सही देखेछ। यो माछा पुच्छ्रेको अलिकति साइडको भाग मात्रै होला सायद। यो मेन त यता बिचमा छेक्केरै बसेको छ, बादलले छेक्काएर राखेको छ, लुकाएर राखेको छ हामीलाई नदेखाउने भनेर। तर सही देखेछ यार, कस्तो मजाको टिलिक्क टल्किरहेछ। अझ अलिकति बादल सफा हुनुपर्छ, खतरा देख्छ। अनि कस्तो लागिरहेछ त बुढी बेगनासको टुर? अब लास्ट डे आजै हो। ए घरै जानु मन छैन मेरो बुढीलाई? यस्तो पनि हुँदो रहेछ है। ल गाइज यस्तो अबबाट चाहिँ याद गर्नु है। कपाल बुढाबुढी आउँदाखेरि चाहिँ घरै फर्किन मन नहुने गरेर यहाँ रियाक्ट आएको छ आज चाहिँ। अब यसलाई कति लाइक्स आउँछ हेरौँ है त। ल बेगनास तालमा पाल्नुहुने महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौँ। ल सबै यहाँ चाहिँ माछै माछा होला सायद। यहाँ कति माछा होला। ल अब त हेर्दा हेर्दै झन् सबै छेक्किन पो थाल्यो है। फेरि अर्को बादलले आएर खुल्छ कि भनेको त झन् छेक्किन पो थाल्यो यार। सेट ल बेगनास है। आज अहिलेसम्म त यहाँ मौसम सफै छ, पछि चाहिँ के हुन्छ थाहा छैन है। कस्तो माछा स्मेल आउने है बुढी? यहाँ आउन बित्तिकै कस्तो माछाको स्मेल आएको छ क्या। एकदमै माछा चाहिँ यहाँ टन्नै बबाल छ। तर माछा यो हिजो अस्ति टिकाले गर्दाखेरि रहेछ माछा मार्नेहरू कोही पनि छैन। अब पर्सिबाट मात्र हुन्छ अरे, त्यही भएर माछा पनि पाएन गाइस। माछा अलिकति घरमा लिएर आउँछु भन्ने विचार गरेको थिएँ। साथी एकजनाले पनि ल्याइदेऊ भन्दै थियो, माछै पाएन। त्यसको लागि चाहिँ सरी। के गर्नु अब 3 दिनपछि अब पर्सिबाट मात्रै माछा मार्न सुरु हुन्छ अरे। टिकाको भोलिपल्ट सबै भोलि आएर पर्सिबाट जाल थापेर अनि मात्रै हुन्छ अरे। ल हाम्रो मर्निङ घाम त टिलिक्क टल्केको छ। घाम चाहिँ खत्रै लागेको छ, तर यो बादलले अलिकति यहाँ देख्न सकेन है। हाम्रो बेगनास ल मजाको देखेको छ। बोटहरू पनि टन्नै छन् है। बेगनासको सराउन्डिङ तर मजाको देखेछ। घाम चाहिँ मजाले लागेको छ। ल यहाँ चाहिँ एउटा बेगनास लेखेको। गर्मी है। ह्याट चाहिँ सही रहेछ है। पसल प्लिज किचन। बोटहरू त सब उल्टा पुल्टा पारेर राखेको रहेछ त। के हो यस्तो? यो बोट त हिजो एउटा देखेको थिएन, आज त कति बोट देखेको। होइन हिजो त्यहीँबाट हेर्दाखेरि पनि बोट एउटै देखेको थिएन नि त। थिएन यो उसहरूमा त थियो कि यो उस टेन्ट बोटहरू। यो उस बेगनास ल
यहाँको फुलहरू खोइ नि हाम्रो यो फाल्यो मैले पनि मिसको चोकमा इच्छा भयो फोटो कहाँ खिच्नु त्यो बोटमा बसेँ हाम्रो यो भाइहरू चाहिँ यहाँ कटुस खोज्दै रहेछ हेलो गरिदियो भाइ यो अर्को भाइ यहीँको हो भाइहरू तिमीहरू ल खै कति कटुसको जम्मा गरेर देखाउ त यो के गर्ने हो तिमीहरूले यो कटुस अब खाने के फुटेर खाने कि काँचै फुटेर कस्तो हुन्छ यसको बदाम जस्तै हुन्छ कि कस्तो हुन्छ बदाम जस्तै यहाँ के टन्नै कटुसको रुख छ के हो ए ल यो भाइहरू यहाँ कटुस फुटेर खाने रे खोज्दैछन् है हाम्रो पोखराको यो बेगनासको भाइहरू यिनीहरू चाहिँ ल गाइज हामी चाहिँ यहाँ माथि हाइटमा छौँ रुप्पा ताल हेर्न है त यही हो रुप्पा ताल चाहिँ तर एकदम लेदो लेदो देखिने रहेछ यो रुप्पा तालबाट उता देखिने चाहिँ यो बेगनासको पार्ट हो फेरि यता सब रुप्पा ताल हो यो यताबाट उता देखेको यो अलिअलि यो बेगनासको पार्ट हुँदै यताबाट आएको हो हेर्न त हामी अलि अगाडि गएको मजाले देखिन्थ्यो होला त्यही पनि अलिकति जान अल्छी लाग्यो तर मजाकै छ पानी चाहिँ नपरोस् है मौसम यहाँसम्म त ठिकै छ क्लियरै छ तर हिमालहरू केही देखेको छैन मेरो बुढी अहिले यस्तो लुक्स देखिरहेछ ल बेगनास त उता टुप्पो उताबाट तलतिर पर्छ लेफ्ट साइड उता तल च्याप्छ ल यस्तै हो अघि बेगनास देखाइहालेँ अब रुपा यही हो रुपा ताल चाहिँ अलिकति फोहोर देखिँदो रहेछ तर ठिकै छ यस्तो देखिन्छ ल अलि लेदो लेदो हिलो यहाँ एक टाइम फेरि मान्छेहरू हेलिकप्टरमा खुब मारेको भन्ने पनि हल्ला छ है ल अहिलेलाई यति नै ल गाइज अब चाहिँ हामी काठमाडौँतिर फर्किँदैछौँ हामी बसेको होटल चाहिँ यही हो हाम्रो दिदी उहाँले हामीलाई धेरै राम्रो हेल्प गरिदिनु भयो है हाम्रो दिदीको नाम चाहिँ एकचोटि भनिदिनुहोस् त मिना ल हाम्रो मिना दिदीले हामीलाई यहाँ जस हिजो राति आएर जस धेरै हेल्प गरेर राम्रोसँग राखिदिनु भयो है आउनु है सबै केटाहरू हामी म अब मिलाएर केटाहरूलाई सेयर गरौँला है हाम्रो दाइ चाहिँ यहाँ हुनुहुन्छ ल दाइ बाई बाई ल ह्याप्पी दसैँ वन्स अगेन तर दाइले हिजो माछा खुवाएको चाहिँ सही थियो है हामीले अहिलेसम्म जस एउटा लाइफ टाइम एक्सपिरियन्सै हो यो पनि होइन त दाइ ल दाइ सी यू ल अब चाहिँ हामी जाने ब्याकप्याक भइसक्यो सबै बाइकमा हाम्रो दिदीको सानो छोरा ओ हिरो यहाँ हेर्नुहोस् त खै बाई बाई गरिदिनुहोस् अब बाई बाई ल ब्याकप्याक भयो बाइक यहीँ छ ब्याकप्याक पनि भयो अब जाने तर्खरमा तर कुल स्टार्ट हानेको छैन एकचोटि स्टार्ट चाहिँ हान्नुपर्ने छ है त ल बेगनास लज एन्ड रेस्टुरेन्ट याद गर्नु होला है त